Hello guys, straight from the moon. We have our Mr. Sanjuk. बाँस कपास यो तिनवटा चिज कहिले पनि डाउन हुँदैन टेम्पोररी मात्र बेसिक नेसेसिटी हो नि त सो घाँस बाँस कपासमा के पर्छ त घाँस भने के भयो फुड इन्डस्ट्री बाँस भने के भयो रियल इस्टेट अनि कपास भने के भयो लुगाको व्यापार यो ट्रेन्ड चेन्ज हुन्छ तर यो इन्डस्ट्रीहरूमा चाहिँ कहिले पनि त्यस्तो ठुलो रिसेसन कहिले पनि आउँदैन बेसिक नेसेसिटी त्यो बाहेकको जे पनि हो त्यसमा चाहिँ आउँछ क्या मेन सर एउटा सर अर्को नि जस्तै लो कन्ज्युमर एरिया हुन्छ नि लो कन्ज्युमर एरियामा चाहिँ हामीले हाई प्रफिट कसरी मार्जिन चाहिँ गेन गर्ने सर एउटा केही आइडिया हजुरले भनिदिनुहोस् न सर ब्रान्डिङ बाहेक त्यो पोसिबल छैन ब्रान्डिङ बाहेक पोसिबल छैन ब्रान्डिङ भनेको के हो त भन्दाखेरि तपाईँले भ्याल्यु दिँदै लिएर गएर बनाउने एउटा प्रिमियमनेस हो नि त हजुर त्यसैले त त्यत्रो ठुल्ठुलो कम्पनीले ब्रान्डिङमा अर्बौँ रुपियाँ खर्च गर्छ किन त भन्दाखेरि गरेन भने ऊ र अर्कोमा त सेम हो मान्छेले किन महँगो तपाईँले लिभाइसको जिन्स किन महँगो गर्ने बङ्गलादेशबाट आएको लोकल ब्रान्डको जिन्स किन सस्तो हुन्छ त भन्दाखेरि ब्रान्डिङ थ्याङ्क यू सो मच तर बन्ने त एउटै ठाउँ बन्ने त एउटै ठाउँ एउटै एउटै फ्याक्ट्रीबाट बन्ने खालि एउटा ठप्पा लागे बापत